हेलो दर्शकबिन नमस्ते। हेर्न सक्नुहुन्छ यो हामी आज मटन बनाउँदैछौँ। यो खसीको मटन हो। हेर्नु यसरी कुकरमा सिटी लगाएर यसमा सबभन्दा पहिला हामीले यो प्याज र मासु हालेर भुट्दैछौँ। यसलाई एकदम मजाले भुट्नुपर्छ। हेर्नुहोस् दर्शकबिन मासु हालेर यसै यो मासु हो यो है। मटन भन्छ यसलाई, मटन खसीको मटन हो यो। यसलाई यसरी मटन बनाउँछौँ हामी दर्शकबिन। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। हेर्न सक्नु दर्शकबिन यो हामीले यसरी मटनमा पनि हालिसकेका छौँ, टमाटर हालिसकेका छौँ। हेर्न सक्नुहुन्छ यसरी यो मटनमा हो। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो मजाले पाक्दैछ होइन, यसरी फ्राई गर्दैछु यसलाई। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले है। अनि यो हामीले रातिमा भिडियो बनाइरहेको छौँ आज, यस्तो रातिमा हेर्नुहोस् त। हाम्रो पसलको रातिमा यस्तो भिडियो बनाउनको कारणले हेर्न सक्नुहुन्छ हजुरले। हेर्नुहोस् त दर्शकबिन यो हाम्रो मटन यसरी पाकिरहेको छ मजाले। हेर्न सक्नुहुन्छ हजुरले। यसरी मटन हामीले पकाइरहेको छौँ। हेर्नु त ठिक गेरी पनि पाकिरहेको छ मटन। हेर्न सक्नुहुन्छ मटन अर्ग्यानिक मटन पाउँछ हामी कहाँ। हेर्नु त दर्शकबिन यसरी यो हाम्रो मटन यसरी पाकिसकेको अवस्था छ। सेमी गेरीमा गेरीमा यसरी गेरी पकाइरहेको छ हामीले। यसो हेर्न सक्नुहुन्छ दर्शकबिन है। दर्शकबिन यो हाम्रो खाना फाइनली रेडी भएको अवस्था छ। हेर्न सक्नुहुन्छ यो हाम्रो मटन खाना हो। हेर्न सक्नुहुन्छ यो मटन हो। यो सागहरू छ, दालनी। हेर्न सक्नुहुन्छ यो यसरी हामीले यो रेडी गरिसकेका छौँ दर्शकबिन। यो हाम्रो मिनरल वाटर छ साथमा। यसरी दाइ यहाँको खानाको के छ, कस्तो लाग्छ हजुरलाई यहाँ हाम्रो सुर्खेत बसपार्कको 12 नम्बर सडकको खाना? एकदमै राम्रो हजुर, टेस्टी हजुर, स्वादिलो हजुर, एकदम राम्रो छ हजुर। अनि हजुर यहाँ हाम्रो यहाँ सेवा सुविधा कस्तो छ? सेवा सुविधा पनि एकदमै राम्रो, सोचे भन्दा पनि अझै धेरै राम्रो। अनि अरू हाम्रो नास्ताहरू कस्तो आउँछ दाइ यहाँ? फ्राई राइसहरू, चाउमिनहरू, मोमोहरू? इन्डियाको जस्तो एकदमै टेस्टी, राम्रो, एकदमै स्वादिलो खाना पाइन्छ। हो।